नाम के हो? घर कति पढेको छस्? तँलाई केटी मन पर्दैन हो? हेलो नमस्ते सबैजनालाई सिने साथी नेपालमा। आज म तपाईहरुको माझमा यसअघि अगस्त्य च्याप्टर 1 जस्तो एक्सन सिनेमा बनाएर नेपाली सिनेमा इन्डस्ट्रीमा तहल्कै मचाउनु भएको डाइरेक्टर सौरभ चौधरीको नयाँ सिनेमा कर्मको रिभ्यू लिएर आएको छु। अनि यो सिनेमा किन पनि खास छ भने यसमा विपिन कार्कीले आफैलाई च्यालेन्ज गर्नु भएको छ। आजसम्म जीवनमै नगरेको भूमिकामा आफूलाई उतार्नु भएको छ। रिलिज अगाडि राम्रै चर्चा पाएको यो फिल्म कस्तो बनेको रहेछ त? के अगस्त्य च्याप्टर 1 को साख जोगाउन सक्ने फिल्म बनेको रहेछ त यो कर्म? यो भने आज हामी यो भिडियोमा जान्ने छौं। सौरभ चौधरीको स्वयं लेखन तथा निर्देशनमा तयार रहेको यो फिल्ममा विपिन कार्की सँगसँगै मुकुन भुषाल, उपासना सिंह ठकुरी, दिव्य देव, सुजन सिलवाल, अनिल बुढाथोकी, सरिता गिरी, बेन बस्नेत, निर्मल शर्मा र प्रदीप ढकाल जस्ता कलाकारहरूको अभिनय रहेको छ। अब यो फिल्मको कुरा गर्नुपर्दा फिल्मको सुरुवातमा नै केही इम्पोर्टेन्ट घटनाहरू घटेको देख्न सकिन्छ जसले फिल्मको पछिसम्म पनि असर छोड्छ। नाइट सिनमा भएका ती सिनहरू पृथक लाग्छन् अनि छोटोमा भन्नुपर्दाखेरि यो एउटा सामान्य परिवारमा हुर्किएको पात्र कर्म प्लेड बाइ विपिन कार्कीले आफ्नो बुवाको सपना पूरा गर्ने क्रममा विभिन्न बाधा अडचनहरू भोग्न पर्ने हुन्छ। अनि अब त्यो बुवाको सपना पूरा नै नहुने अवस्थामा आइसकिसकेपछि विपिन कार्कीको पात्रले कस्तो कस्तो कदम उठाउँछ, के कुरा गर्छ, यो सबै कुरा फिल्ममा देखाएको छ। अनि फिल्मको बीचतिर पुग्दाखेरि फिल्मले हामीलाई स्टोरी भित्र राम्रोसँग बाँध्न सक्दैन किनकि के हुन्छ, कुन पात्रले के गर्दैछ, किन गर्दैछ भन्ने कुरा नै बुझ्न गाह्रो हुन्छ किनकि कोही पनि कसैको साइडमा हुन्न। तर फिल्मको अन्त्यमा यो कारणले यसरी यस्तो भएको रहेछ भन्ने कुरा रिभिल हुन्छ। अब यो फिल्ममा भएको कलाकारहरूको अभिनयको कुरा गर्नुपर्दा विपिन कार्कीले यो फिल्मको लागि धेरै नै मेहनत गरेको कुरा हामीले प्रष्टै देख्न सक्छौं। फिल्मको पात्र अनुसार जे गर्न सकिन्छ सबै कुरा गर्नु भएको छ। त्यही पनि कहिलेकाहीँ आफूले गरेको भन्दा फरक सिनेमामा काम गर्दा कहीं कतै केही कुरामा चुक्न सकिन्छ। त्यस्तै केही सिनहरुमा उहाँको काम फितलो लागेको छ। तर जेलमा हुँदा रुने सिन भने गजबकै छ किनकि त्यहाँ त्यो पात्र रहेको छ। ओभरअल विपिन कार्कीले आफूले गरेको भन्दा धेरै फरक सिनेमामा पनि तारिफयोग्य नै काम गर्नु भएको छ। त्यस्तै गरी मुकुन भुषाल, उहाँलाई पनि हामीले आजसम्म सिनेमामा हेरेको भन्दा फरक पात्रमा देख्न सक्छौं अनि त्यो पात्रलाई न्याय दिनको लागि उहाँले भरपूर मेहनत गर्नु भएको छ। तर उहाँको पात्र जुन तरिकाले लेखिएको छ अलि मिक्स म्याक्स नै छ, एउटा क्लियर गोल नै छैन। कति एक्सनहरु यतिकै गरिएको छ उहाँको पात्रबाट जुन स्टोरीमा जरुरत नै थिएन। त्यही पनि ओभरअल उहाँको एज अ नेगेटिभ क्यारेक्टर यो सिनेमामा राम्रै प्रयास देख्न सकिन्छ। त्यसैगरी उपासना सिंह ठकुरी, साच्चै भन्ने हो भने जब कर्म सिनेमाको पहिलो गीत रिलिज भएको थियो त्यो गीतमा उपासनाको काम देखेर म तानिएको थिएँ। त्यो गीतमा उपासनाको स्क्रिन प्रेजेन्स यति राम्रो पाएकोले अनि यो फिल्ममा उहाँ मुकुन भुषालको बहिनीको रूपमा हुनुहुन्छ। मनले सफा हेर्दा धेरै नै राम्री उपासनाको पात्रलाई फिल्ममा हेरुन्जेल आनन्दै आउँछ। धेरै नै राम्रो अभिनय गर्नु भएको छ उहाँले। त्यसैगरी दिव्य देव, एउटा यस्तो एक्टर जसले अहिलेको समयमा एकदमै धेरै सिनेमामा काम पाइरहनु भएको छ र आफूले पाएको जुनसुकै पात्रलाई पनि एकदमै राम्रोसँगले न्याय दिने खुबी भएको एक्टर हो उहाँ। अनि यो फिल्ममा उहाँ एउटा प्रहरीको भूमिकामा हुनुहुन्छ। सुरुमा खराब पुलिस जस्तो लाग्छ, फेरि राम्रै पुलिस जस्तो लाग्छ, फेरि खराब जस्तो लाग्छ अनि फेरि अन्त्यमा राम्रै लाग्छ। यसको मतलब उहाँको पात्र यो फिल्ममा यस्तो छ कि जसले आफ्नो रेस्पेक्ट भन्दा ठूलो अरु केही पनि छैन, चाहे जोसुकै होस्। कसैले आफूलाई डिसरेस्पेक्ट गर्यो भने त्यो उहाँलाई पटक्कै मन पर्दैन। अनि उहाँ भएका सिनहरु एकदमै पृथक छन् अनि गजबकै काम गर्नु भएको छ उहाँले। त्यसैगरी सुजन सिलवाल, उहाँ पनि एउटा प्रहरीको भूमिकामा हुनुहुन्छ। एउटा असल प्रहरी जसलाई थाहा छ के सत्य र के गलत भनेर र उहाँले फिल्ममा आफ्नो पात्रलाई राम्रोसँग निभाउनु भएको छ। अनि फिल्म हेर्दै गर्दा उहाँ निकै राम्रो कलाकार हो भन्ने मलाई अनुभव भयो अनि अरू सिनेमामा पनि उहाँको अभिनय देख्न पाइयोस्। त्यसैगरी अनिल बुढाथोकी, उहाँ विपिन कार्कीको बच्चा बेलादेखिको साथीको भूमिकामा हुनुहुन्छ। एउटा साथी जसले हरेक पल साथ दिन्छ अनि फिल्ममा पनि उहाँको पात्रले विपिन कार्कीलाई राम्रैसँग साथ दिएको छ अनि उहाँको अभिनय पनि निकै नै राम्रो छ फिल्ममा। त्यसैगरी सरिता गिरी, उहाँ विपिन कार्कीको आमाको भूमिकामा हुनुहुन्छ। रियलमा विपिन कार्की र उहाँको उमेर त्यही 5-7 वर्ष फरक होला तर फिल्ममा जुन किसिमले उहाँले आमाको भूमिका निभाउनु भएको छ नि धेरै नै तारिफयोग्य छ। कति राम्रो केमिस्ट्री देखिएको छ आमा र छोराको अनि केही सिनहरु इमोसनल थिए उहाँ भएको अनि जेलमा भएको त्यो सिनले पनि धेरै नै राम्रोसँगले होल्ड गरेको त्यो फिल्म हेर्दै गर्दा अनि गजबकै अभिनय गर्नु भएको छ उहाँले। त्यसैगरी बेन बस्नेत, उहाँ यो फिल्ममा मुकुन भुषालको धेरै भान्जाहरू मध्येको एक भान्जाको रूपमा हुनुहुन्छ जो मुकुन भुषालको लागि काम गर्नुहुन्छ। तर उहाँको पात्र न त राम्रोसँग नै लेखिएको छ न त उहाँले जति लेखिएको छ त्यतिमा नै राम्रो अभिनय गर्न सक्नु भएको छ। फिल्मभरि नै उहाँलाई देख्दा रोबोट जस्तो फिल लाग्छ। क्यामेरा कन्सियस भएको त प्रष्टै देखिन्छ। जेस प्रयास भने ठिकै छ तर उहाँको पात्रलाई राम्रोसँग लेखिएको भए फिल्मको स्टोरीमा अझै धेरै हेल्प हुने थियो। त्यसैगरी निर्मल शर्मा, उहाँ विपिन कार्कीको बुवाको भूमिकामा हुनुहुन्छ यो फिल्ममा थोरै नै भूमिका भए पनि उहाँले एकदमै राम्रो काम गर्नु भएको छ। त्यसैगरी प्रदीप ढकाल, उहाँ एउटा एसपी को भूमिकामा हुनुहुन्छ यो फिल्ममा, एउटा भ्रष्ट एसपी। तर एसपी को जुन पावर हुनुपर्ने हो त्यो चाहिँ अलि नै कम भएको महसुस भयो उहाँलाई देख्दाखेरि यो फिल्ममा। अनि उहाँसँग जोडिएका केही कुराहरू फिल्मको अन्त्यमा खुल्छन् जे होस् आफ्नो पात्रलाई राम्रोसँगले न्याय दिनु भएको छ उहाँले। त्यसैगरी अब यो फिल्मको स्क्रिप्ट, डाइरेक्सन र डायलगको कुरा गर्नु पर्दाखेरि एउटा फिल्मको मेरुदण्ड भनेकै
फिल्मको स्क्रिप्ट नै हो, जसले जे भने पनि फिल्मको स्क्रिप्ट गतिलो भएन भने फिल्म गतिलो हुँदैन। अनि यो फिल्मको स्क्रिप्टमा पनि केही यस्ता चीजहरू छन् जसले गर्दा यो फिल्मलाई सोचेको भन्दा धेरै नै कमजोर बनाएको छ। तर सौरभ चौधरीले एज अ डिरेक्टर भने राम्रै काम गरेको देखिन्छ। कतिपय सिनहरू भिजुअली क्या मजाले देखाइएको छ, चाहे त्यो एसपी को कल आउने बेला दिव्य देवले फोन फ्लाइट मोडमा राखेको सिन होस् या मन्दिरमा भएको उपासना र विपिनको सिन। फिल्मका डायलगहरू पनि ठिकै नै लाग्छन्। समग्रमा भन्नुपर्दाखेरि जुन लेभलको एक्साइटमेन्ट अगस्त्य च्याप्टर 1 हेरिसकिसकेपछि भएको थियो त्यो भने कर्मले तुआएकै छ। अनि अगस्त्य च्याप्टर 1 भन्दा धेरै कुरामा कमजोर भएको छ यो फिल्म। अनि यो कुरा स्क्रिप्ट राइटिङ र स्क्रिप्ट एनालाइसिसकै बेलादेखि नै अर्को फिल्म बनाउने बेलामा सोच्नुपर्ने हुन्छ, नत्र भने अगस्त्यबाट पाएको सबै इज्जत र वाहवाही भने फेरि माटोमै मिल्न सक्छ। आशा गरौँ अगस्त्य च्याप्टर 2 मा सौरभ चौधरीको जादु देख्न पाइयोस्। त्यसैगरी अब यो फिल्ममा भएको क्यामेराको कुरा गर्नुपर्दाखेरि फिल्मको छायाङ्कन धेरै नै राम्रो छ। फिल्म हेरुन्जेल त्यहाँ भएको भिजुअलले एकदमै राम्रोसँगले बाँधेर राख्छ। अनि नाइट सिनहरू त क्या मजाले खिचिएको छ, तारिफ गर्नै पर्ने हुन्छ। त्यसैगरी यो फिल्ममा भएको गीतहरूको कुरा गर्नुपर्दाखेरि यो फिल्ममा भएको गीतले हामीलाई एकदमै धेरै आनन्द दिन्छ। फिल्ममा गीत बज्दाखेरि आफूलाई पनि गीत गाउँ जस्तो लाग्छ अनि मुखबाट गीत निस्किन्छ। त्यसैगरी यो फिल्मको एडिटिङ पनि ठिकै नै छ भन्दैकै फिल्मको बीजीएम पनि ठिकठाक नै छ। अनि यो फिल्ममा भएको एक्सन सिनहरू बडो गजबकै छ। लास्ट सिनमा भएको एक्सनले त जिउ नै शिरिङ्ग बनाइदिन्छ। त्यसैगरी म यो फिल्मलाई 5 मा 3 रेटिङ दिन चाहन्छु। अनि समग्रमा भन्ने हो भने जुन लेभलको चर्चा फिल्मको ट्रेलरबाट बनेको थियो अनि सौरभ चौधरीको अगस्त्य च्याप्टर 1 पछि बनेको यो कर्म भन्ने फिल्म भनेर चर्चा थियो, फिल्मले त्यो हिसाबमा भने अलि निराश नै बनाउँछ। तर ओभरअल विपिन कार्की र मुकुन्द भुसाललाई अलि फरक अवतारमा हेर्न र दिव्य देव, उपासना सिंह ठकुरी र सरिता गिरीको गजबको काम हेर्न भने तपाईहरुले यो फिल्म हेर्न सक्नुहुन्छ। र तपाईहरुले पनि यो फिल्म हेरेर आफूलाई कस्तो लाग्छ कृपया कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। अनि अन्य यस्तै फिल्मको रिभ्यूको लागि यो भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। आजको लागि यति नै। अर्को सिनेमाको रिभ्यू लिएर नआउन्जेलसम्मको लागि बाइ।